भेट्नुपर्छ होला हौ अब कति फोनमा मात्रै बोलिरहनु आउन नि भरे एकछिन बजारमा रेडी सेडी भयो एक्लै आउँदैनौ कोसँग आउँछ अनि साथीसँग ए साथीसँग आउने यहाँ भक्ति पनि छ कि मेरो साथी लिएर आउनु त्यसलाई मन पराउँछ भक्तिलाई सेटिङ गराइदिनु दुईजनाको त्यो त सेटिङ त गराइदिनु हुन्थ्यो कि तर घितु नामक बेहोरा देखाउँछ नि त्यसले होस् हौ गरिदिनु हुन्थ्यो कि ल होस् नभेटौँ ए यसको बेहोरै छैन यति बहिनीलाई ठिक सुहाउँदैन पनि अनि कहाँबाट चाहिँ मन पराएको त्यो बहिनीले फेरि तिम्रो साथीले चाहिँ हुँदैन होस् नभेटौँ यस्तो चुतियालाई कहाँ मिलाइदिनु नि थेट ती राम्री बहिनी ल भरे यति भोलि पर्सि तिमीलाई मात्रै भेट्नुहोस् न ल आउँछु भन्दै थियो त झ्याक्ने आउँछु भन्दै घिच्वार किन चाहिँ पर्दैन जान्छु खान्छु आउँछु भन्दै थियो त आउँछु भन्दै थियो त बोलाउनु पर्दैन बोलाए एउटा केटी पटेको बोलाए आउँदैछ त बोलामा झ्याक्ने बोला जितुवा र सिटोज किन पार्नु तेरो घरमा भात खाइदिएको छु भरे कहाँ अन्त अप्ठ्यारो तँले फेरि खाइदिएको छु मिल्दैन खाइदिएको छु भनेको त्यो बहिनी कस्तो खाइदिएको छु कि खाइदिएको छुइनँ होइन तेरो घरको भात खाइदिएको छुइनँ होइन किन घिच्वा रहेछ पार आउँदै थियो त मन पराएको थिएछ त आउँछु भन्दै थियो त किन मेरो यता छैन मिलाउनु नमिलाउनु यस्तो साथी त मरौँ काल नआएको मान्छे ज्यामराजले बिर्सेको लानु नि छिट्टै तेरो अनुहार नदेखाए यता